नमस्ते। पोर्चुगलको आइमाको बारेमा मैले आज दुईवटा कुरा लिएर आएको छु। एउटा तपाईको कार्ड, तपाईले अहिलेसम्म पनि कार्ड प्राप्त गर्नुभएको छैन, कार्ड रिसिभ गर्नुभएको छैन भनेपछि अब के गर्ने हैन। तपाईको कार्ड फर्किएर त गएको छैन, यदि फर्केको छ भने के गर्ने र कस्तो इमेल आउँछ भन्ने खालको विषयमा कुरा गर्नेछु भने अर्को भनेको तपाईलाई फाल्ताको बारेमा कुरा गर्नेछु र पछिल्लो समय अस्तिको नियम अनुसार चेन्ज भए अनुसार फाल्ता बुझाउने नियम चेन्ज भएको छ। धेरै फाल्ताहरू तपाईले आफै अपलोड गर्नुपर्नेछ, यद्यपि यो ठाउँ हेरेर छ। आज विशेष गरेर यिनै दुईवटा विषयको बारेमा मैले विशेष चर्चा गर्नेछु र यसमा चाहिँ धेरै जनालाई एकदमै बुझ्न गाह्रो हुन्छ। सठिक तरिकाले भन्दाखेरि चाहिँ बुझ्न गाह्रो हुन्छ। अब सुन्नुहोस्, पुरा तपाईहरुले नकट गरिकन नकाटिकन पुरा सुन्नुभयो भने पक्कै पनि यो भिडियो बुझ्नुहुनेछ, यसले तपाईलाई फाइदा गर्नेछ। पहिलो कुरा गरौँ। आइमाले भनेको छ 8000 जनाको कार्डहरू फर्किएर आइमा सेन्टरमा पुगेको छ है। त्यसमा तपाईको पो बढ्नुभयो कि? यदि तपाईको पनि 3-4 महिना भन्दा बढी भएको छ भने तपाईहरुले पनि सोच्नु पर्ने बेला आएको छ। किन भनेपछि 8000 मध्येबाट तपाई पनि पर्न सक्नुहुन्छ। आइमाले के भनेको छ भने, आइमाको अध्यक्षले के भन्नुहुन्छ भने, तपाईहरु यदि तपाईहरुको पनि कार्ड फर्किएर आइमा सेन्टरमा गएको छ भने तपाईको घरमा पठाएको थियो तर तपाईले रिसिभ गर्नु भएन भनेपछि तपाईहरुले आइमा सेन्टरमै आएर लिएर जान सक्नुहुन्छ भन्नुभएको छ। तर यसको प्रावधान छ। यसको प्रावधान के छ भने, के भन्नुभएको छ भने, अब तपाईले कार्ड त लिन पाउने, तर तपाईलाई इमेल आउनेछ। तपाईले सेफ लक गर्दा अथवा तपाईले बायोमेट्रिक गर्दा तपाईले जुन इमेल दिनुभएको थियो त्यो इमेल एकदमै सावधानीपूर्वक हेर्नु होला है त। त्यो इमेलमा तपाईले जब नोटिफिकेसन प्राप्त गर्नुहुनेछ त्यसपछि तपाईले त्यो इमेल लगेर तपाईले गरेको डेट अथवा त्यही लेखेको हुनेछ, यस्तो खालको हुनेछ। तपाईले जहाँबाट गर्नुभएको थियो त्यो ठाउँमा कार्ड पुगेर बसेको हुनेछ अथवा तपाईलाई पठाइएको इमेलमा त्यहाँ मेन्सन गरिएको हुनेछ। त्यसरी तपाईले रिसिभ गर्नुहोला र तपाईको इमेल एक्सेसमा राख्नु होला सधैँभरि। इमेल एक्सेस कसरी राख्ने भन्ने कुराहरू म अर्को भिडियोमा फेरि भन्नेछु तपाईहरुलाई। अब म तपाईहरुलाई बिस्तारै, जसले बुझ्नै सक्नु भएको छैन उहाँहरूको लागि मेरो भिडियो विशेष हुनेछ, किनभने म बिस्तारै बोल्नेछु र बिस्तारै भन्नेछु र जहिले पनि रफ्तार र म अर्को भिडियोलाई अब जोड्छु फाल्ता सम्बन्धी नियम र फाल्ता गर्दाखेरि, फाल्ता बुझाउन जाँदा के भइरहेको छ भन्ने कुरा म अब गर्छु है त। र यो फाल्ता सम्बन्धी विशेष कुरा गर्दाखेरि तपाईलाई ल है त, अब फाल्ता सम्बन्धी कुरा गरौँ। फाल्ता सम्बन्धी म एकदमै स्लो तरिकाले भन्नेछु, पुरै हेर्नु होला र तपाईको साथीहरूलाई पनि सेयर गर्नु होला। जसले फाल्ता आएको छ उहाँहरूलाई सेयर गर्नु होला र सब्स्क्राइब गर्न पनि नभुल्नु होला, किनकि यस्तै जानकारीका भिडियोहरू तपाईहरुलाई आउँदै गर्नेछन् है त। र फाल्ता सम्बन्धी अस्ति एउटा नियम पारित भएको छ। 22 तारिक भनेको अप्रिलको 22 तारिक पारित भएको छ र यस नियम अन्तर्गत अब फाल्ता राखेर कुनै पनि डकुमेन्ट सबमिट नगर्ने कुरा आएको छ। त्यो बाहेक म अब त्यो पछिको कुरा भन्दा पनि अहिले भइरहेको कुराहरू म तपाईलाई भन्दैछु। आज भोलिको कुरा गर्दाखेरि फाल्ता आएको साथीहरूलाई जति पनि हुनुहुन्छ, धेरै आइमाहरूले फर्काएको छ। के भनेको छ भने, आफै अपलोड गर्नु, सिस्टममा गएर आफ्नै पोर्टलबाट अपलोड गर्नु भनेको छ। यतिसम्म कि अपलोड गर्ने पोर्टलमा एक्सेस नहुँदासम्म आइमाले फर्काएको छ, विशेष गरी महात्मा गान्धीबाट। त्यसैले त्यहाँ के भन्यो भन्दाखेरि, तपाईको जति पनि पुलिस रिपोर्टको फाल्ता छ भने तपाई आउनुहोस्, अन्यथा तपाईले आफै अपलोड गर्नुस् पोर्टलबाट भनेको छ है त। र पोर्टलबाट अपलोड गर्नुपर्दा के कुरामा ध्यान दिने भन्ने कुरा म तपाईहरुलाई भन्नेछु। विशेष गरेर तपाईहरुले पीडीएफ बनाउँदा ध्यान दिनुहोस्। एउटा कुरा चाहिँ बिग्रियो कि भनेर 10 चोटि सोच्नुहोस् हैन। र दोस्रो कुरा भनेको तपाईको क्रप हुन सक्छ। कहिले पनि तपाईको क्रप भइदियो, कुनै पनि स्ट्याम्पहरू अथवा बुझिएन, ओभर ब्राइटनेसहरू भयो, केही भयो भने पनि त्यहाँ त्यसले मान्ने छैन है त। यो कुरामा ध्यान दिनु होला। र अपलोड गर्दा अर्को कुरा ध्यान दिनुपर्ने कुरा, यदि तपाई जान्नुहुन्छ भने तपाईले आफै गर्नुहोस्। यदि जान्नुहुन्न भने तपाईलाई विश्वास लाग्ने विश्वास पात्रलाई मात्र तपाईको पोर्टलको एक्सेस दिनु होला है त। र
अब यति भइसकेपछि सकेसम्म टाढाबाट दुःख नपाउनु होला हैन। दुःख भइराखेको छ किनभने एक दुईजना बहिनीहरूको गुनासो र भाइहरूको गुनासो के छ भने हामी गइयो पटक पटक तर हामीलाई एन्ट्री दिएन भन्ने कुरा छ। र मैले अर्को भिडियोमा तपाईहरुलाई कार्ड आएको छैन भने बुझ्ने कसरी अथवा लयरको सहयोग कसरी लिने अथवा कतिको सम्म गर्न सकिन्छ लयरबाट काम हुने कुरा सत्य हो कि होइन यस्तो कुराहरू पनि म तपाईहरुलाई ल्याउने छु र अर्को भिडियोमा भन्ने छु है। र यसै विषयलाई अब म के भन्न चाहन्छु भने छोटकरीमा तपाईहरुलाई इमेल आउनेछ, तपाईहरुको कार्ड रिटर्न भएको छ भने इमेल आउनेछ, इमेल लिएर जानु होला र जुन ठाउँमा तपाईलाई त्यहाँ मेन्सन गरेको छ त्यो ठाउँमा गएर लिन सक्नुहुन्छ भने फाल्तुको विषयमा सटिकमा भन्नुपर्दा तपाईले आफै गर्ने सिस्टम आएको छ, धेरै कुरा आफै गर्न मिल्छ तर पासपोर्ट भने लिएर जानुपर्छ भनेको छ। अब हामी भिडियोको अन्तिमतिर छौं। अर्को पार्टहरु तपाईहरुलाई चाहिने जानकारीहरु कुनै पनि तपाईहरुलाई उत्सुकता छ भने कमेन्ट गरिदिनु होला। त्यसलाई मैले जानेको कुरा जानेकै तरिकाले गर्नेछु, नजानेको कुरा खोजेर सोझेर भए पनि म तपाईहरुलाई भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र आउँदो दिनमा मैले यस्तै युरोपमा अथवा पोर्चुगलमा र नेपालको बारेमा पनि हुन सक्छ र वर्ल्ड वाइड जति पनि तपाईको व्यावहारिक जीवनमा काम लाग्ने चीजहरु हुन्छन् सानो या ठुलो म दिनेछु। किनभने म यो भन्न चाहन्छु तपाईहरुलाई कुनै पनि जानकारीले घाटा नलागोस् तर एक कदम भए पनि नाफा लागोस् र साथीहरुमा शेयर गर्नुहोस्, सब्स्क्राइब गर्न नभुल्नु होला। र म यी नै खालको भिडियोहरु सटिकमा बुझ्नेलाई म टिकटकमा पनि भन्ने छु भने र एकदमै ढिलो बुझ्न चाहनुहुन्छ है, जानकारी पोर्चुगललाई एकदमै विश्वास गर्नुहुन्छ र तर पनि तपाईले लामो व्याख्या सुन्न पाउनु भएको छैन, जसले गर्दा बुझ्न पाउनु भएको छैन भने जोडिदै गर्नु होला। म तपाईसँग हुनेछु, तपाईहरु मसँग हुनु होला। फेरि एकचोटी सब्स्क्राइब गरेर जानु होला। बाइ बाइ। तपाईहरुको दिन शुभ होस्, सबैजनाको उन्नति होस्, प्रगति होस्। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।